हाम्रो पार्टीमा आउनुहोस्, तपाईँ विरोध गर्न पाउनुहुन्छ, बोल्न पाउनुहुन्छ, जनताको भेडा बनाउन पाउनुहुन्छ। हाम्रो पार्टी बनेको सर्वश्रेष्ठ पार्टी हो, नेपालको एउटै सर्वश्रेष्ठ पार्टी बनेको हाम्रो। आउनुहोस्, हाम्रो रुख पनि ठुलो ठुलो हरियो रुख छ। हरियो वन नेपालको धनको काटेर बेचेर तपाईँको त्यो पैसा तपाईँको गोजीमा जान्छ। आउनुहोस् हाम्रो पार्टीमा। हाम्रो पार्टीमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ। हाम्रो पार्टीमा केही हुँदैन। उहाँले विरोध गर्नु भने गर्नु भएन, गर्नुभयो भने हाम्रो के भन्नु। त्यस कारण चाहिँ विरोध गर्न पाइन्छ हाम्रो पार्टीमा, आफ्नो कुरा राख्न पाइन्छ। ती सब कुराहरू चाहिँ राखेर चाहिँ गऱ्यो भनेदेखिलाई चाहिँ नि हाम्रो पार्टीमा जीवन्त पार्टी हो। यहाँ स्वामी भक्ति जस्तो भक्ति हुँदैन। हाम्रो पार्टी प्रजातन्त्रवादी पार्टी भएको हुनाले प्रजातान्त्रिक पद्धतिबाट चित्त बुझेका कुरा नबुझेका कुराहरू बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ। तर पार्टीको एकता सबभन्दा महत्त्वपूर्ण कुरा हो। पार्टी नभइकन हामी चाहिँ चुनाव जित्दैनौँ भोलि पनि, तर हामीसँग विरोध होला, मतभेद होला। तर चुनावको बेला टिकट एउटैले पाउँछ, के गर्नुहुन्छ, सबै दिन सक्दैन। त्यस कारण टिकट नपाएकाले पनि सहयोग गरेर दोस्रोपल्ट उहाँले पाउँछ सम्भावना हुन्छ। त्यस कारण सबै पार्टीका सबै साथीभाइहरू एक बैलगाडी बढिया खण्डमा धरानमा चाहिँ सधैँ हामी जित्दैछौँ। चुनावमा पनि मात्रै होइन, सधैँ धरान यो पूर्वको महत्त्वपूर्ण द्वार पनि हो। त्यसै कारणले यो ठाउँ चाहिँ ठुलो प्रतिष्ठान पनि भएको ठाउँ हो यो। त्यसैले यो ठाउँलाई उहाँहरूले महत्त्वपूर्ण रूपले तर्फबाट जिताउँदै लाग्नु होला।